होइन यसरी के टिपिरहेको छु ए देखिनस् मलाई किम्बु टिपेको थट मलाई खान नपाएको काबा जस्तो के किम्बु खाइरहेको के गर्नु यार घरमा केही छैन खानेकुरा अब एक किम्बु त खानु पर्यो नि थट मलाई टेन्सन किन लिन्छस् हौ हिँड आज मेरोमा किन के छ र तेरो घरमा त्यस्तो स्पेसल ए मेरोमा त जहिले एभ्री डे बबाल इन्जोय हुन्छ यार हिँड्न ए हो र ल जाउँ न त त्यसो हिँड्न त मलाई इन्जोय हान्नुपर्छ तँलाई म हेर्न यस्तो इन्जोय हनाउँछु न बस्ने ल के खान्छस् त चिया खान्छस् कि कफी चिया नै खाऊँ न त ए टेन्सन नगर म मगाउँछु मम्मी 2 कप चिया ल्याइदिनु त टेन्सन नगर चिया आउँछ मलाई चिया आउँछ अब टाइम लाग्छ चिया आइहाल्छ होइन के हो यस्तो कसले माथिबाट फ्यालो होला यार पानी थर्ड के हो यस्तो टेन्सन नगर म खाजा मगाउँछु खाजा खाएर जा बस मम्मी आज साथी पनि आएको छ है खाजा पनि बनाइदिनु के हो यार यस्तो के होइन मलाई हावाले उडा ल्याएको होला एकछिन पक्क छोड्दै भाइ चिया मगाउँदा पानीको जटी आउँछ खाजा मगाउँदा हारीको जटी आउँछ अहिले तैँले भात मगाउलास् थालको जटी आउला बरु म हेर लाग्छु बस न मुला म आफै बनाएर ल्याउँछु बस्दै मम्मी केटो तात्यो अब चाहिँ ल्याउँछ कि भोक पनि लागिरहेको छ के को आवाज हो यस्तो खाजा लिन गएको बाजा बज्दैछ त केटाहरूसँग ल घुम्न जाने हेर्न मम्मी के भयो यसो साथीहरूसँग घुम्न जानु छ क्या पैसा दिनु न अलिकति मम्मी हो मम्मी दिन्न के यार दिन्न मम्मी दिन्न पैसा दिन्न मम्मी दिन्न मम्मी दिन्न हौ मम्मी दिन्न हौ ठ्याक तेरिका मम्मी यहाँ हेर्नु मर्दिन्छु नि म दिने कि नदिने छोरा के गरेको त्यस्तो नगर न बाबु मर्छु म त गर्नुहुँदैन यस्तो नगर बाबु दिनु नि त साला च्यानै खुप्रे गाडी म नसेको अशक्ति क्रिया भइरा तँलाई पैसा दिनुपर्ने बरु म होइन आजभोलि के गर्दैछस् हौ त के गर्नु यार यतिकै त्यसो भए हिँड्न त मेरोमा मासु भात खान यसो गेम सेम पनि खेलौँ मासु नखायो नि 1 वर्ष भयो थियो जाउँ न त जाउँ हिँड्न त मलाई आइज हिँड आइज मासु भात दबाएर हान्नुपर्छ क्या ल बस मम्मी यो चाहिँ मेरो साथी माने के गर्नु तपाईले डक्दैन
त्यस्तो केही होइन मम्मी यसो आज साथीलाई मासु भात खाउँ कि भनेर ल्याएको नि होइन मम्मी तपाईँ किन रुनु भएको तपाईँ थाहा छ भिन्डी 20 रुपियाँ पावा छ आलु 40 रुपियाँ किलो छ तर झन् कोपी त 25 रुपियाँ किलो भएको छ अहिले सुन न तेरो घरको अवस्था यस्तो रहेछ मासु कसरी खानु यार बरु अर्को वर्ष आउँछु त्यति बेला मासु खाउँला नि हुन्न ल भयो भयो मम्मी मासु नखाने हामी मासुको लागि यत्रो नाटक तेरो घरमा हेर म चाहिँ घर गएर हेर अनि ल कहाँ हिँडेको यहाँ ओइ पक्नु